सुनेर छक्क पर्नुहोला, 24 वर्षको अवधिमा एउटै खोपले विश्वभर 5,87,00,000 बच्चाको ज्यान बचाएको छ। यो हो दादुरा विरुद्ध लगाइने खोपको कमाल। सन् 2000 देखि 2024 को अवधिमा दादुराको कारणले हुने मृत्युमा 88% कमी आएको छ। नेपालमा पनि जन्मेदेखि 15 महिनासम्म लगाइने विभिन्न खोपहरू पूर्ण रूपमा निशुल्क छन्। धेरै आमाबुवाहरूले गर्ने एउटा कमन गल्ती भनेको चाहिँ बच्चालाई खोप लगाइसकेपछि ज्वरो आयो वा सामान्य दुखाइ भयो भने खोप त नराम्रो रहेछ भनेर अर्कोचोटिदेखि खोप नै नलगाइदिने। यो गल्ती चाहिँ गर्नु हुँदैन। खोप लगाइसकेपछि ज्वरो आउने वा दुखाइ हुने भनेको खासमा खोपको सामान्य असर हो र खोपले काम गरिरहेको छ है भन्ने कुराको सङ्केत हो। त्यसैले यस्तो सामान्य असरकै कारणले खोप नै लगाउन बन्द गर्ने चाहिँ गर्नु हुँदैन। तर एकदमै दुर्लभ अवस्थामा कहिलेकाहीँ चाहिँ खोपको गम्भीर असर पनि देखिन सक्छ र त्यस्तो भयो भने चाहिँ स्वास्थ्य संस्था लगिहाल्नुपर्छ। र अर्को एउटा महत्त्वपूर्ण कुरा भनेको खोप सधैँ नियमित रूपमा तालिका अनुसार नै लगाउनुपर्छ। कारणवश कहिलेकाहीँ खोप छुटिहाल्यो भने अब खोप छुट्यो, अब यो लगाउन मिल्दैन भन्ने नसोच्नु होला। नजिकैको स्वास्थ्य संस्थामा गई यो बारे राम्रोसँग परामर्श लिनुहोला, किनभने कतिपय अवस्थामा चाहिँ छुटेको खोपको अर्को डोज फेरि अलिक पछि लगाउन मिल्ने हुन्छ। त्यो भनेर जानी छुटाउनु त भएन, तर छुटिहाल्यो भने चाहिँ फेरि खोप लगाउनै नजाने अथवा फेरि सुरुदेखि सुरु गर्नुपर्छ होला, अब लगाउँदिन भनेर बन्द गर्ने चाहिँ गर्नु भएन। अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ हामी स्वास्थ्य संस्था गएर खोप लगाउँदाखेरि स्वास्थ्यकर्मीले एउटा खोप कार्ड बनाइदिनुहुन्छ र त्यो खोप कार्डमा अब अर्कोचोटि कहिले आउने भनेर पनि लेखिएको हुन्छ। मौखिक रूपमा पनि तपाईँले सोध्नुहोला कहिले आउने अर्कोचोटि भनेर। र बिर्सिने बानी छ भने चाहिँ त्यो खोप कार्ड चाहिँ सुरक्षित राखेर बेला बेलामा खोप कार्ड चेक गरेर बच्चालाई नियमित रूपमा तालिका अनुसार नै खोप लगाउने कुरा चाहिँ सुनिश्चित गर्नुहोला। यो भिडियो चाहिँ आफ्नै लागि पनि सेभ गरेर राख्नुहोला र अरू आमाबुवाहरूलाई पनि सम्झाउनका लागि सेयर गर्नुहोला।